हाम्रो चाहिँ यो भिडियो चाहिँ उहाँको नानाको च्यानलमा पनि आउँछ है, मेरो च्यानलमा पनि आउँछ है। दुईतर्फी गएर हेरिदिनु होला है। खुसी च्यानल, अर्को थुलुङ च्यानल। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आज हजुरहरूलाई म स्पेसली खुसी च्यानलको ओनर खुसी बहिनी मेरो च्यानलमा आज इन्भाइट गरेर मुक्बाङको लागि आउनुभएको छ। उहाँलाई एकदम हृदयदेखि नै स्वागत गर्न चाहन्छु। आजको हाम्रो परिकारमा रहेको छ चिकन गिजर, अनि देख्न सक्नुहुन्छ यो लोकल हाम्रो पूर्वेली आफ्नै बारीको चामल, अनि यसमा ग्रिन कुकुम्बर, यहाँ रहेको छ पोर्क चोय, अनि साथमा छ हाम्रो यो मस्याङको एकदम ठेट पूर्वेली होइन र खुसी बहिनीले मलाई कसरी ल्याइदिएको अनि बनाइहालेको के हेर्नु त ल। अनि आज चाहिँ साथमा दिदी बहिनी मजाले इन्जोय गर्दै खाने है। ल साथीहरू, हामी अब ढिलो नगरिकन स्टार्ट गर्नेछौँ। लेट स्टार्ट बहिनी। ल म लगाइदिन्छु ल दाल। हुन्छ, दाल लगाइदिन्छु ल। एक ताल मात्रै लाउनु हुँदैन नि हो ज्वाइँले छोड्छ नि। आज चाहिँ हामीले बाहिर सुट गर्दैछौँ है भिडियो। अलिकति हल्ला धेरै भयो भने यसो क्षमा दिनु होला है साथीहरू, होइन त। ल फर्स्ट बाइट गरौँ न ल। फर्स्ट बाइट खाएला लिम है। मिठो यो दाल बा। हाम्रो चाहिँ यो भिडियो चाहिँ उहाँको नानाको च्यानलमा पनि आउँछ है, मेरो च्यानलमा पनि आउँछ है। दुईतर्फी गएर हेरिदिनु होला है। खुसी च्यानल, अर्को थुलुङ च्यानल। एक ताल अवश्य भिजिट गरिदिनु होला है साथीहरू। भएको दाल त खोइ मिठो भयो त। नाप्किन छ चाहिँदैन अहिले। मिठो भएको मासु मिठो भयो है, पानी भएको। तिमीले बनाएको चाहिँ कति मिठो हुन्छ। अस्ति बनाउनु भएको किनेमा कस्तो मिठो भएको थियो सबैले। कस्तो मिठो लागेको। किनेमाको रेसिपी पनि ल्याउनुपर्छ। Oh.
साथीहरू तपाईँहरू पनि हुनुहुन्थ्यो भने यो आजको यो चिकन गिजर खानुभएको भए तपाईँहरू पागल यस्तो मिठो छ। म पनि लाइट गरेको छु। भिडियो पनि टक्क भएछ है मासुमा। हामीले डल्ले खोर्सानी स्टोर गरेर राखेको छ नि त होइन, पिरोको लागि त टेन्सनै छैन। स्वामीले आउँदा लेखिदिएको डल्ले हो यो चियाको अर्को छ, यो मैले बनाएको स्वामीले ल्याइदिएको छ। स्वामीले बिचरा 5 केजी अरे, फेरि त्यतिखेर त कस्तो महँगो छ न, त्यो सुरु निस्किने बेलामा हो कि। अहिले त काठमाडौँमा सस्तो छ नि अकबर है, पूर्व के साह्रो महँगो भएको। 400 रुपियाँ किलोले ल्याइदिएको अरे। हो त म त ल साथीहरू मैले चाहिँ यति खान सकिनँ है। कति खाए चार त हजुर मको त कति हाम्रो राखेर मिठो त काम त मिठो भएन त त्यति खाउँ न एउटा। आफूले आफूलाई फुर्काए जस्तै भयो है। होइन एकदम मिठो छ। मैले लाइफमा फर्स्ट टाइम यो चिकन गिजर यति टेस्टी यस्तो यम्मी तरिकाले खाएको फर्स्ट टाइम हो। ल त साथीहरू यी खाइसक्यो हेर्नै आजको भिडियो यति नै। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु नभुल्नुहोला भन्दै, अनि हाम्रो दुईटै च्यानललाई चाहिँ एकदम लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु नभुल्नुहोला भन्दै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। बाइ बाइ, छिटो हात भयो।